नमस्कार, म जीवन पुन। आज मलाई चाहिँ आत्मैदेखि चाहिँ एउटा कुरा चाहिँ भन्न मन लागेको कुरा छ। यो हो हाम्रो गेसोका अध्यक्षज्यू श्री पदमबहादुर गुरुङज्यू र उहाँको टिम, तत्कालीन टिम र उहाँका क्याम्पेनर त्यति समयका चाहिँ क्याम्पेनरहरू जोना लम्लेज्यू र त्यतिखेरका कानुनी सल्लाहकारज्यूहरू सबैलाई चाहिँ हार्दिक नमन भन्न चाहन्छु। उहाँहरूकै कारणले गर्दा नै हामीले चाहिँ आज यो बेलायतको चाहिँ यो धरातलमा सहजताका साथ जुन जिन्दगी बिताउन पाइरहेका छौँ उहाँहरूकै कारणले गर्दाखेरि हो। उहाँले सञ्चालन गर्नुभएको गेसो पछाडि चाहिँ थुप्रै अब संस्थाहरू चाहिँ खोलेको भन्ने मैले सुनेको छु, तर चाहिँ मलाई आधिकारिक रूपमा चाहिँ त्यति थाहा छैन। नभए पनि हामीले उहाँकै कारणले गर्दा चाहिँ हामी चाहिँ यहाँसम्म जति पनि बेलायतमा छौँ दाजुभाइ दिदीबहिनीहरू चाहिँ तपाईँहरू चाहिँ सिनियरदेखि चाहिँ जुनियरसम्म छौँ र कति जनाले चाहिँ जति पाउनुपर्ने अधिकारहरू त्यति पाउनुभएको छैन होला। विशेष गरी अलि पुराना दाजुभाइ बुवा आमाहरूले चाहिँ त्यो कारण चाहिँ के हो भन्दाखेरि चाहिँ अब सुन्नमा मैले आएको चाहिँ अब विभिन्न संस्थाहरू सङ्घ संस्थाहरू चाहिँ उहाँबाट चाहिँ छुट्टिएर चाहिँ आफ्नो तरिकाले चाहिँ चल्नुभयो। यसरी नै तपाईँले चाहिँ हामी एकत्रित नभएर चाहिँ आफ्नै तरिकाले चलेपछि चाहिँ अधिकार त पाउनमा गाह्रो हुन्छ नि त। अब यो कुरो चाहिँ हाम्रो दाजुभाइले चाहिँ किन नबुझेको? पदमबहादुर गुरुङज्यू भन्दा पहिले तपाईँहरू कहाँ जानुभएको थियो? तपाईँहरूले किन त्यो साहसिक कार्य चाहिँ गर्न सक्नु भएन? यो चाहिँ तपाईँहरू चाहिँ एकदमै गलत गर्नुभएको छ। त्यसले गर्दा म त अहिले पनि तपाईँको चाहिँ अब पदमबहादुर गुरुङज्यूको चाहिँ गेसो छ छैन, म त्यसलाई नै आधिकारिक मान्छु र त्यो नै राइट थियो हाम्रो लागि। हामीले चाहिँ यो कुरो चाहिँ भुल्नु हुँदैन। यही भन्नको लागि म पदमबहादुर गुरुङज्यू र उहाँका तत्कालीन टिमलाई चाहिँ म वन्स अगेन तपाईँलाई एकदम धन्यवाद, मेरो मनदेखि नै हार्दिक नमन। तपाईँहरूको कारणले गर्दा नै हामी चाहिँ यो धरातलमा छौँ। हामीले तपाईँलाई चाहिँ भुलेका छैनौँ। धन्यवाद, नमस्कार।